नमस्कार साथीहरू, काठमाडौँको व्यस्त सडक त्रिपुरेश्वर राजधानी विभागको अगाडि मानिसहरूको लामो लाइन लाग्छ। न त त्यहाँ कुनै जादुगरी भइरहेको थियो, न त कुनै रङ्गमञ्च। त्यहाँ त एउटा एक्लो बनेको नेपालीको मृत्युको तमासा हेरिरहेका थिए, जहाँ हजारौं मानवको भिडमा पनि एउटा मानव त थिएन। कसलाई थाहा थियो, एक 25 वर्षका युवा जो केही बेर अघिसम्म आफ्नो परिवारको भविष्यको लागि सडकमा पसिना बगाइरहेका थिए, उनैले बाँच्ने चाह छोडेर आफ्नै शरीरमा आगो लगाउनेछन्। के यो केवल 1000 रुपैयाँ जरिमानाको कुरा मात्रै थियो, या यसको पछाडि यस्तो प्रणाली लुकेको छ जसले मानिसलाई बाँच्नुभन्दा मर्नु सजिलो बनाइदिन्छ? आज हामी त्यो 2 घण्टाको समयलाई स्पष्ट रूपमा हेर्नेछौँ, जसको निष्कर्ष उनको मृत्यु भयो। विक्रम सम्वत 2083 असार 25 गते बिहीबार घडीमा बिहान 11:10 गएको थियो। मुगुको सोरु गाउँपालिकाबाट काठमाडौँ आएका गणेश नेपाली आफ्नो रातो र कालो रङको पल्सर मोटरसाइकलमा यात्रु कुरिरहेका थिए। त्यही समयमा काठमाडौँ महानगरपालिका नगर प्रहरीहरू मेनुका नगरकोटी र मेनुका तामाङ ड्युटीमा खटिएका थिए। अब बुझौँ यो विवाद कसरी सुरु भयो त। प्रहरी रेकर्डका अनुसार गणेशले गेट नम्बर 2 अगाडि मोटरसाइकल रोकेका थिए। नगर प्रहरीले उनलाई त्यहाँबाट हट्न भन्यो। सीसीटीभी फुटेजमा देखिए अनुसार गणेश र नगर प्रहरी बीच भनाभन भयो। नगर प्रहरीको अर्को दाबी के छ भने गणेशले उनको मोबाइल खसालेर फुटाएका थिए। तर गणेशको आक्रोश के थियो? उनले भनेका थिए चालक सिटमै हुँदा व्हील लक लगाउन पाइँदैन। यी दाबीहरूका अनुसार हेर्दा गणेशले नगर प्रहरीको मोबाइल खसालेर फुटाएको, गणेशलाई त्यहाँबाट हट्न भन्दा गणेशले विवाद गरेको जस्तो देखिन्छ र दोष गणेशको देखिन्छ। तर साथीहरू, न्याय तब हुन्छ जब दुवै पक्षको कुरा सुनिन्छ। तर दुर्भाग्यवश गणेश हामीहरूमा छैनन्। आफ्नो ज्यान नै कसैले त्यत्तिकै दिँदैन साथीहरू। केही अन्याय भएर नै गणेशले आफ्नो ज्यान दिएका हुन सक्छन्। उनीहरू बीच के कुरा भयो भन्ने उनीहरूलाई नै थाहा छ। त्यसैले एक पक्षको दाबीहरूले मात्र गणेशलाई दोषी बनाउन सकिँदैन। अर्कोतर्फ गणेशले आफ्नो ज्यान दिएर अन्याय भएको ठूलो प्रमाण दिएका छन्। आखिर यो कसरी भयो? नगर प्रहरीको कठोरता र गणेशको छटपटी कसरी बढ्दै गयो? हेरौँ यो टाइमलाइनमा। 11:20 बिहान विवादपछि गणेश गेट नम्बर 3 तर्फ लागे, तर नगर प्रहरीले उनको पछाडिको टायरमा व्हील लक लगाइदिए। 11:55 बिहान नगर प्रहरीले मोटरसाइकल टो गर्न ट्रक मगायो। दिउँसो 12:12 गणेशले नजिकैको व्यक्तिको सहयोगमा आफ्नै मोटरसाइकलको ट्याङ्कीबाट बोतलमा पेट्रोल निकाले र कोटको गुजीमा राखे। दिउँसो 1:36 नगर प्रहरीको ट्रक आए लगतै गणेशले आफूलाई पेट्रोल छर्किए र आगो लगाए। तर यो सबै कुरा सबैले हेरेर बसे। कसैले क्यामेरा अन गरेर बसे, तर कसैले पनि यो सम्म हुँदा रोक्ने आँट गरेन। जो नगर प्रहरी जसले कानुन भन्दै उनको मोटरसाइकलमा व्हील लक लगायो, उसले यो समयमा रोक्ने प्रयास गरेन। जसरी अन्याय गर्नुभन्दा अन्याय सहनु पाप हो, त्यसरी नै एक प्रहरी भएर कसैलाई बचाउन छोडेर हेरी बस्नु पनि त अपराध हो। साथीहरू, बचाउन सकिने अवस्था थिएन भन्न पनि कहाँ सकिन्छ। पेट्रोल बाइकबाट निकाली आफ्नो शरीरमा छर्किन र लाइटर या सलाई कोर्न पनि त समय लाग्छ। यो समयमा प्रतिक्रिया नदिई हेरेर बस्नु पनि त अपराध हो। त्यसैले यहाँ एउटा ठूलो प्रश्न उठ्छ, टो गर्न ट्रक बोलाउन सक्नेले 102 नम्बरमा एम्बुलेन्स बोलाउन किन सकेनन् र रमिता हेरेर बसे? यही अनुसन्धानमा एउटा कानुनी त्रुटि के फेला पारे भने ट्राफिक प्रहरीले नो पार्किङमा 500 रुपैयाँ जरिमाना लिन्छ, तर महानगर प्रहरीले त्यही गल्तीमा 1000 रुपैयाँ असुल्छ। र विज्ञहरू भन्छन् नगर प्रहरीको काम सडक व्यवस्थापनमा सहयोग गर्ने हो, भौतिक बल प्रयोग गर्ने वा नागरिकलाई थुन्ने होइन। 3 वर्ष अघिको घटना हेर्दा जहाँ प्रेम प्रसाद संसद भवन अगाडि आत्मदाह गर्दा तत्कालीन मेयर र वर्तमान प्रधानमन्त्री बालिन शाहले लेखेका थिए राज्य हरेक तहमा असफल भयो। आज उनी आफ्नै सत्ताको बागडोर सम्हालिरहेका बेला गणेश नेपालीले त्यही बाटो किन रोज्नु पर्यो? के यो लर्न्ड हेल्पलेसनेसको परिणाम हो? यो कुरा संसद बैठकमा पुग्दा पनि सत्ता पक्षले न्यायको बारेमा नसोचेर छानबिनको बाचा नदिएर पुरानै तालमा अन्य पार्टीलाई दोष दिने गर्छन्। स्थानीय सरकार कसको? व्हील लक लागो कसले? पीडितलाई न्याय दिने बारेमा नसोचेर पार्टीले एक अर्काको गल्ती देखाउँदैछन्। गणेश नेपाली त बितेर गए, तर उनको उठाएको प्रश्न अझै जीवित छ। के नियम नागरिकको लागि बनाइएको हो कि नागरिकको ज्यान लिनको लागि? यो घटना केवल ट्राफिक नियमको उल्लङ्घन मात्र होइन, यो हाम्रो कुरूप प्रशासनिक प्रणालीको एउटा भयानक रहस्य हो। अन्त्यमा म के भन्छु भने हाम्रो देशमा प्रहरी भनेपछि कठोर हुनुपर्छ भनेर सोच्छन्, र आज नगर प्रहरीले नि क्रोधपूर्ण विवाद गर्दा यो नतिजा आयो। मलाई लाग्छ यदि नगर प्रहरीले राम्रो सद्भावले आग्रह गरी कुनै विवाद सिर्जना नगरेको भए यो घटना हुने थिएन र मैले पनि यस विषयमा बोल्नुपर्ने थिएन। हामीले इतिहासमा देखेकै छौँ, क्रोधले अरूलाई त खान्छ तर आफैलाई पनि खान्छ। मैले यो भनेर कानुनको अपहेलना पनि गर्न खोजेको होइन।
हामीलाई आशा छ कि गणेशले अवश्य नै न्याय पाउनेछन्। यहाँसम्म हेरिदिनु भएकोमा धन्यवाद र यस्तै अन्य भिडियोको लागि सब्स्क्राइब गरे हामीसँग जोडिनुहोस् र गणेश नेपालीलाई एक सभ्य नागरिकको रूपमा हार्दिक श्रद्धाञ्जली दिँदै यस भिडियोलाई यहीँ टुङ्ग्याउँछु। धन्यवाद। सी यू अन नेक्स्ट भिडियो।